प्रिय दर्शकबिन, मेरा प्यारा साथीभाइ तथा दिदीबहिनी दाजुभाइहरू, स्वदेश विदेश जुनसुकै ठाउँमा बस्नुभएको छ, म दुई हातको दशौँला जोडी तपाईँहरू सम्पूर्णमाथि यात्रीकालीन न्याय अभिवादन टक्राउन चाहे। म आज तपाईँहरूलाई विशेष एक धार्मिक स्थलको बारेमा जानकारी गराउँदैछु। यो पश्चिम गुजरातको सौराष्ट्रमा अवस्थित भेरावल जिल्लाको पाटन प्रवासमा अवस्थित सोमनाथ मन्दिरको बारेमा तपाईलाई केही जानकारी गराउँछु। राजा चन्द्रदेवले ईस्वीसन् 720 माथि निर्माण गरेको यस मन्दिरमा यसका अनेकौं कालखण्डमा ईस्वीसन् 720 देखि पछाडिको कालखण्डमा यसलाई निर्माण पुनर्निर्माण यसले युगले खेपेको मन्दिर 12 ज्योतिर्लिङ्ग मध्येको पहिलो ज्योतिर्लिङ्ग। यसका विशेषताहरू कैयौं विशेषताहरू छन्। म तपाईलाई केही जानकारी गराउँछु। द्वापर युगमा कृष्ण रावण अनि सबैले बनाएको यो मन्दिर, यसको इतिहास सायद भेटाउन बहुत कठिन छ। यो पाटन प्रवासमा अवस्थित यस मन्दिरको बारेमा हेर्नुहोस्, यो इन्जिनियरिङले गरेको यो एउटा कमाल हो। त्यो समयको इन्जिनियरिङ कस्तो थियो भन्ने कुराहरू हाम्रो आँखाले साँची हाम्रो आँखा साँची छ। त्यो समयमा ईस्वीसन् 720 को समयमा त्यो किसिमको कलात्मक इन्जिनियरिङ थियो। हामी अहिले यसको चर्चा गर्नु पूर्व अथवा चर्चा गरिरहेको अवस्थामा यस मन्दिरको बारेमा हामीहरूलाई यो एउटा आश्चर्य लाग्न सक्छ। हामीले अहिले पढ्ने इन्जिनियरिङभन्दा कैयौं गुणा कलात्मक छ यो। सायद अहिले यसको इन्जिनियरिङ पाटो हामीले गर्न गयौँ भने एकदमै गाह्रो छ। यसका मानचित्रहरू हेर्नुहोस् होइन, यहाँ तपाईँको बनाइएका छन् यिनी सुनका स्ट्याम्प। यही नै छ मन्दिर। यो तपाईँको अहिले यो सिर्फ हामीले फोटोमा हेरिरहेका छौँ अथवा यसलाई इन्जिनियरिङको माध्यमबाट अथवा हामीले यहाँ यसलाई लिइरहेका छौँ अहिले। बाँकी प्रवास पाटनमा रहेको एक सोमनाथ मन्दिर, चन्द्रदेवले सबैभन्दा पहिला यसलाई सोनाले बनाउनु भएको थियो भन्ने छ, सुनले बनाउनु भएको थियो भन्ने छ। यसको तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ सोमनाथमा। सोमनाथ दर्शन गरिसकेपछि यहाँका आस्थाहरू विभिन्न किसिमका आस्थाहरू छन्, जोडिएका छन्। मान्छेका मनोकामनाहरू, इच्छा शक्तिहरू, मान्छेले सोचेका सबै कुराहरू पुरा हुन्छ भन्ने त छैन, तर केही आस्थाहरू चाहिँ योबाट यहाँ दर्शन गरेर गइसकेपछि मान्छेलाई मुक्ति मिल्छ अरे भन्ने कुराहरू आस्था राख्छ यहाँको पब्लिकले। 140 करोड पब्लिक भएको यस देशभित्र एउटा यस्तो मन्दिर हो यो, एउटा यहाँको एउटा दिव्य धार्मिक स्थल हो। त्यसले यहाँको यस एरियाको जीवन स्तरलाई उकास्नमा बहुत महत्त्वपूर्ण रोल गरेको छ। यहाँ होटल संरचनाहरू, धार्मिक हिसाबले यहाँ होटलका संरचनाहरू, यहाँको चहल पहल, रहन सहन, यसले सबै कुरालाई यो मन्दिरले जोडेको छ। यहाँ यो मन्दिर नहुँदो हो त यो एरियामा सायदै यो किसिमको विकास देख्न मिल्थ्यो होला। बाँकी तपाईँहरूले भिजिट गर्नुभयो भने यहाँ आउनु होला, यसको बारेमा भिजिट गर्नु होला भन्न चाहेँ। र प्लस म यसलाई नेक्स्ट एउटा अर्को भिडियोमा म हजुरलाई यसको बारेमा सम्पूर्ण जानकारी गराउनेछु। म यो जानकारी गराउने छु भन्दै बाचा राख्दै अहिलेलाई म हजुरहरूबाट छुटिन चाहेँ र म नेक्स्ट भिडियोमा तपाईँलाई यसको बारेमा पूर्ण रूपमा जानकारी गराउनेछु। ल।